Hey guys, once again welcome to the video. आजको हाम्रो यात्रा चाहिँ छ निकको युनो लेकतिर। बिहानीको यात्रा र यति सुन्दर दृश्यहरू मन त खुसी नहुने कुरै भएन। सेता पहाड, खुल्ला आकाश र चिसो हावाको महसुस गर्दै हामी बिच बाटोमा थोरै रोकियौँ। दृश्यको अवलोकन गर्दै गर्दा फोटो नखिच्ने त कुरै भएन। त्यसपछि दिदी र मेरो बुढी चाहिँ पोज दिन थालिहाल्यो र मैले पनि एक दुईवटा फोटो अनि भिडियोहरू खिचिदिइहालेँ र आफ्नो पनि केही तस्बिर लिएपछि हामी फेरि आफ्नो गन्तव्यतिर अघि बढ्यौँ। लेक चुजेन्जी कटेसँग हिउँको वर्षा हुन थाल्यो र थोरै अगाडि बढेसँगै यति सुन्दर दृश्य देखेको आफूले आफूलाई एकछिन बिर्सेँ र हर्षले होला म एकछिन उफ्रिए पनि र बुढीले पनि हात देखाउँदै भने एकदम राम्रो छ र थोरै यादहरू कैद गरेसँगै बुढी चाहिँ हिउँ खेल्दै रमाउन थाल्यो र हिउँ खेल्न मग्न भएर होला हाम्रो दिदीले जाडो नै बिर्सिनु भयो। त्यहाँ रमाइलो गरेसँगै हामी पुग्यौँ निको नेसनल पार्क, जहाँको दृश्य यति सुन्दर थियो कि हामी त्यहाँ पनि भुलिन बाध्य भयौँ। ढिला भइसकेकोले होला हामीले घर जाने निर्णय गर्यौँ र हामी घरतिर फर्किन लाग्यौँ र बिहानदेखिको हाम्रो एउटा के प्लानिङ थियो भने सिजर पेपर रक गेम खेल्ने। त्यसैले हामी बिच बाटोमा रोक्यौँ र गेमको लागि सामानहरू मिलाउन थाल्यौँ र सामानहरू चाहिँ हामीले पहिल्यै कम्पनीबाट लिइसकेका थियौँ र यो गेमको दावेदार चाहिँ दिदी र म। सन पनि सेट हुन लागेकै थियो र हामीले गेम सुरु गरिहाल्यौँ। गेम यति रमाइलो भयो कि खाँदै हाँस्दै दिदी त झन् यति हाँस्नु भयो कि र गेम पनि कतिखेर सक्यो थाहा नै भयो। र यो गेम र मेरो अन्य भिडियोहरू हेर्न चाहनुहुन्छ मेरो युट्युब च्यानल भिजिट गर्नुहोला। नेम रहेको छ B4DYLAN। सुन्दर पहाडको दृश्यसँगै आजको लागि यति नै। धन्यवाद। सी यू, बाई बाई।